ल आजको हाम्रो यात्रा सुरु भयो बलामदेखि लेखनाथको पचभैया जुलोजिकल पार्क एन्ड वाइल्ड लाइफ रेस्क्यु सेन्टर जस्तो के नामहरूको छ त्यहाँ यता मणिपालको बाटो जाँदैछ मैले हामी मणिपाल आयो ल आजको मौसम पनि राम्रो छ निलो आकाश चट्ट गरेर घाम पनि धेरै छैन बादल पनि सलिलो कालो बादल छ शीतल शीतल छ त्यसो छैन ल अहिले चाहिँ यो महेन्द्र पुल आयो महेन्द्र पुलबाट यता रानी बाबुकोबाट छिर्छौँ हामी त्यसपछि चाहिँ उता बिजीपुरमा निस्केर त्यताबाट जाने कोसिस रहन्छ है आज आकाश चाहिँ सही कडा देखेको छ कि निलो टक्क सेतो सबै क्लियर एकदम बेस्ट मौसम छ आजको चाहिँ अहिलेसम्म चाहिँ बस्नु मन छ अलिक यताबाट छिरेको यता गण्डक हस्पिटलतिर आइयो गण्डक हस्पिटलको बाटो भयो अब यहाँबाट चाहिँ अमरसिंह चोक निस्केर त्यहाँबाट यता लाग्छ माने बाटो चाहिँ अहिले एकदम मक्खन बनाएको छ चलाउनको मजा आउने कि त्यसपछि माथि होइन आकाश बादल ल देखिरहेको छ नि सही देखेको कसो आयो फेरि हाम्रो विजयपुरको पुल ताजमहल रहेछ ताजमहल पोखराको ताजमहल यो पचभैया जुलोजिकल एन्ड वाइल्ड लाइफ रेस्क्यु सेन्टर जानको लागि चाहिँ सबभन्दा ठिक जानेको चाहिँ बेस्ट भनेको चाहिँ सिधै बेग्रेस्ताल हालेर जाँदा ठिक हुन्छ हामी चाहिँ यता अर्को सड्कै भित्री बाटो जाँदैछौँ र सजिलो चाहिँ ठिक हुन्छ
यताउता कता कता छिर्दै छिर्दै जस बल्ल तालतुलको तालतुल बेगेस्ताल जाने मेन बाटो है मेन बाटोबाट चाहिँ अगाडि बेगेस्तालको गयो के अरे त्यहाँ चाहिँ हामी माथि उभिनुपर्छ कि तर अगाडि बाटो बन्दैछ त्यहाँ यताउता फेरि छड्के बाटो हिँड्दै माथि जानुपर्छ त्यो बेगनासको त्यहाँ अगाडि चाहिँ मेन बाटो चाहिँ बनाउँदै रहेछ त्यहाँ चाहिँ यता यो छेउको गल्ली गल्ली जस्तो बाटो जानुपर्ने भयो ट्र्याक्टर यहाँ जोतेर हिलाम्ने गरेर बसिराखेको माथितिर चाहिँ माथितिर जस उक्लिनु पर्ने भयो बाटो चाहिँ ठिकै छ त्यो छैन बेसी कति कति ठिकै ठाउँ चाहिँ ओभररोड छ न त सबै ठिकै छ बाटो चाहिँ ल अब चाहिँ आयो यो पजोयाको पजोयामा पनि अनि त्यसको चाहिँ भित्री बाटो रह्यो जस्तो जानुपर्ने चाहिँ कच्ची जस्तो छ यहाँ जानुपर्ने यो बाटो अलिकति अप्ठ्यारो छ अलिकति हिलो थियो स्कुटर पछाडि टाट सिप्लित गिराएको के अन्दै उल्टेको ल आयो हाम्रो डेस्टिनेसन पजोया ल हेर म त्यहाँ के छ हाम्रो मैया चाहिँ हाम्रो अजिङ्गर मस्त सुती छ सियाल जालीले गर्दा अलि जो मिलाउने खेल्दै नहुने क्या त्यही पनि कोसिस चाहिँ गरेको छ मैले यो चाहिँ खरायो के अरे सेतो वाइट खरायो छन् 4-5 छन् अब सानी मैया कुली मैया जाली गर्दा खरायोको बच्चाहरू परालमा मस्त ताप गरेर बसिरहेको छन् यहाँ छ हाम्रो लाटो कसेरो सिम्पलाको लाटो कसेरो हेर्न क्या दामी छ हेर्दै डर लाग्दैन तर्साउला जस्तो टोक्ने होला जस्तो
यहाँको चाहिँ यति नै हो यो ठाउँको तपाईँले तल्लो जानुहुन्छ एउटा निस्किने एउटा निस्केर तलतिर गएपछि चाहिँ वनबिरालो चितुवा अनि मृग यस्तो यस्तो छ तलतिर छ र क्या त्यो तलतिर जानु भन्ने हो चाहिँ यहाँ त्यो लखनटा अलिकति यो चाहिँ कछुवा सानो छ अब कोनामा दुईवटा जोडी डेटिङ बसेको छ हेरेर त जालीले गर्दा लास्ट गाह्रो नि क्या यो गर्नलाई खिच्नलाई गाह्रो नि क्या यहाँ सुत्छ नि फेरि एकजना नम्बर थियो दुईजना नम्बर के गयो बाहिर त कुदाली कछुवा कि के लेख्थ्यो लेख्नलाई मैले सुतिरहेको छु अब चाहिँ यहाँ माथि चितुवा छ चितुवा हेर्ने पालो मेन सियाल चाहिँ यहाँ चाहिँ असली सियाल यो त सियाल है अन्त भला पनि देखिराखेको मैले मुख चितुवा चाहिँ उहाँभित्र छ जालीले खिच्न लास्ट गाह्रो चाहिँ मलाई भित्र बस्छ चितुवा चाहिँ देखेको छैन जालीले हुन्छ गर्ने हुने देखेको छैन पनि मैले खिच्ने काम त गर्दिएको चित्त त्यहाँभित्र थियो हाम्रो मृग छ्याल ब्याल छन् कतिलाई नि लगाएको छ सुरु टक्क हो तल रुखको पछाडि लुकेर बसेको छ यता छ नि तल यताबाट मोटो रुख छ नि अरे यसको पछाडिपट्टि छ क्या त्यो मेरो वचन यता रहेछ त्यो के लेखेको थियो ओको देखो सिङ छ कि सिङ डराएको छ र के पो हुन्थ्यो त्यो नाम निस्के ओहो यो अनि सही छ है यो चाहिँ नीलगाई रे
ओडा हुँदो रहेछ कस्तो हुन्छ नि त्यो गदा गदा जस्तो कस्तो कस्तो हुँदो रहेछ गाई जस्तो त छैन सिङपला गदामा गदाको सिङपला जस्तो कि हेर्नु कस्तो छ त्यो घाँटीमा नि के हो त्यो तल यो चाहिँ हाम्रो असली बाघ चरीबाघ चरीबाघ मस्त सुत्यो खायो सुत्यो एउटा सर्काएको चाहिँ बिहान वासन अझै घरभित्रै सुतिराख्नु छ एक दुई भइसक्यो बिहालो ल यति नै यहाँ खासै केही थिएन कि आफू देखिन त्यो सक्यो थाहा भएन ल यति नै हाम्रो एउटा रिटर्न ब्याक टु बलाम हुनेछ लास्टसम्म हेरिदिनेहरूलाई चाहिँ धेरै धेरै धन्यवाद।